गाइज हामी चाहिँ आज सालघारी हो कि सालघारी हो कहाँ आयौँ घुम्नको लागि गाइज सल्लाहगारी ए केही रहेनछ यार खासै त यही रहेछ यति हो केही रहेनछ त्यसै घुमे आउनु मात्र अब अब अर्को दहताल जान लाग्छ अब यसो दहताल जाने लान्छ यो रुखमा कलर नै रुखमा कलर लाएर चाहिँ त्यति हो हाम्रो काकु हाम्रो हरिदाई मामा हाई भन्नु यस्तै छ रमाइलो छ मैयाहरू त्यहाँ मैयाहरू छन् मैयाहरू फेरि यो यसो न यो सालगारी हो कि सल्लाहगारी हो भन्ने यति रहेछ गाइज चाहिँ हामी जान लाग्यो अब यसो फोटो खिचेर यहाँ चाहिँ अब फोटो खिच्दै हुनुहुन्छ हाम्रो काकु यहाँ फोटो खिच्दै हुनुहुन्छ मामाले चाहिँ र चाहिँ हामी चाहिँ यसो अब चाहिँ जान लाग्यो माथि दहताल भन्ने ठाउँमा केही रहेनछ त्यसै न पुरै वान्टेड भन्नाले अलि राम्रो ठाउँ जस्तो भनिरहेको थियो केही रहेनछ त्यस्तो केही लाएर तपाईँहरूलाई भन्नुहोस् त चाहिँ हामी जान लाग्छ गतिले मानौँ होइन आफ्नो गाउँठाउँको भएर अब राम्रै भयो भनौँ चाहिँ चाहिँ तल साइडतिर राख्यौँ बाइक चाहिँ अब बाइकबाट अब जाँदैछौँ हर्दै गाई चाहिँ हामी चाहिँ अब यो के अरे यो तालको नाम भन्न आएन के दहताल आइपुगेका छौँ भर्खरै यो दहताल यस्तो राम्रो टक्क आजले सरसफाइ गरिरहेको रहेछन् दामी छ लास्टै गइरह क्या है पुरै ठुलो छ भयङ्कर ठुलो छ यता पनि छ हल्का पछि हल्का पर पनि छ म देखाउँदै राख्छु यो गाई हामी चाहिँ अहिले यसो नास्ताको लागि चाहिँ खबर गर्नको लागि जानु लाग्यौँ यहाँ चाहिँ बाख्राहरू छन् टक्क अब एकछिनमा उता गएर टक्क फोटो खिच्ने आउनु मजासँग रमाइलो एकछिन मस्तको भ्यू हेर्ने आउने डाँडा उतापट्टि चाहिँ यता गाउँ छ पुरै ठुलो गाउँ छ उता भयङ्कर ठाउँ छ ठुलै ठाउँ बजारहरू त्यो भेरी नदी राम्रोसँग देखाएन ऊ त्यो भेरी नदी बाबारे त्यही भेरी नदी हजुर अर्डर गरेर चाहिँ अब चाहिँ हामी जान लाग्छौँ फेरि यसो फोटो खिच्न यस्तो कस्तो रहेछ सबै हेर्नु जान लाग्छौँ गाइज हे मस्तको भ्यू छ यहाँ पनि हजुर यहाँ माथि अटे हजुर त्यहाँ हुन्न अरे त्यहाँ माथि हुन्छ अरे हजुर जानु लाग्यो टक्क पारेर त्यही शौचालय होला शौचालयको अवस्था अहिले बेहाल रहेछ यो विवरण पढ्न सक्नुहुन्छ के छ यो ताल चाहिँ आज चाहिँ यसो पारिसम्म जान लाग्यो टक्क पारामा ताल त दहताल भनेको गहिरो छ क्या दहताल भयो नामै दहताल छ टक्क मस्तो यहाँ जङ्गलै जङ्गल छ
यो यसको लागि पोटेसनको लागि लगाएर रहेछ क्या यो बार के बार कोइठा लाएर चाहिँ कोइठा ला कहाँ कहाँ माछा कहाँ के हो ए ऊ त्यो माछा रहेछ नु ऊ त देखाएन र सानो 10,000 पिस हालेर खाना र भर्खरै अब बिस्तारै होला त हैन चिलमा मस्त फोटा खिचेर यही छम बाटोमा एउटा कुखुरा टपकाउनु पर्छ क्या हो पुरा यहाँ त झारी टक्क फेवातालमा साइली यहाँ डुङ्गा चाहिँ लाउनु पर्ने हो क्या व्यापार हाम्रा जुत्ता भिजाउनु सुक्दैनन् ए बाटो हल्का तालको पानी रहेछ गाइस कता ए ओहो माइ गॉड केही फरक केही भएन बच्चे गाइस त्यही हो मजासँग ताल वरिपरि राउन्ड हानिराखौँ राउन्ड हान्न पुरा भइसक्यौँ टक्क पारामा वाइल्ड फायर छ वाइल्ड फायर यहाँ माथिदेखि अहिले पानी आइरहेको रहेछ क्या यो चाहिँ जमिन मुनिदेखि नै उत्पत्ति भएको पानी हो अरे फेरि पानी आयो गाइस भाग्नु जानु खाली उठ्यो आउनु यसरी आउने हो क्या खिल्नु ओइ नगर्नु चिप्ले यार मान्छे गाइजहरू म चाहिँ लोटेको छु मुहाल बच्यो भने हट्दै यहाँसम्म मात्र त गाइजहरू एउटा भयङ्कर माछा मऱ्यो यहाँसम्म मात्रै घर आएर रहेछ तारसार हाल्दै रहेछ यहाँ टक्क घुम्दै यहाँ चाहिँ अब लास्ट यतातिर बाटो चाहिँ खत्तम रहेछ गाई कस्तो लाग्यो म चाहिँ लोटे मजासँग दुइटै माछा को अर्को लोटे र हेलो गाइज अब चाहिँ गयो चिरा मासु टक्क पारा खानालाई अब खाना चाहिँ अर्डर दिएर आएको छौँ क्यारे घर चाहिँ चिल पारामा खाने हो गाइज डिउ 1 गिलास पनि हान्ने एक राउन्ड पुरै हान्यौँ ए यतातिर बाटो त रहेछ जस्तै झुर बाटो रहेछ यहाँदेखि छिर्ने होला अब चाहिँ हामी मासु चिरा खान यस्तो जानु लाग्यौँ टक्क पारामा मासु चिरा खानु पऱ्यो छड्नु हुँदैन बहिनीलाई मामा अङ्कल पुस्दा म पनि छु यो चाहिँ अब चिउरा मासु आइसकेको छ टक्क पारामा अब चाहिँ हामी चिउरा मासु खाएर अब चाहिँ तल झर्न लाग्यो हाम्रो चाहिँ अहिले यो मासु हाल्ने चाहिँ हाम्रो अङ्कल हुनुहुन्छ कुकमेन अङ्कल डाडु जस्तो ल्याउनु न खोज्दै हुन्छ डाडु चाहिँ यहाँ टक्क गाज अझ हामी मासु चुरा खाँदैछौँ खायो हुनुहुन्छ यता अङ्कल पनि खाँदै हुनुहुन्छ यता दाइले पनि खाँदै हुनुहुन्छ खाएर चाहिँ अब हामी चाहिँ तल झर्ने हो बराइँचातिर नास्ता सास्ता खाएर चाहिँ अब चाहिँ हामी चाहिँ जान लागेको छौँ घरतिर कुन बाटो यता माथि र बाटो यतै बाटो जान्छ अब यहाँदेखि अब चाहिँ ओह्रालो लाग्छ अङ्कल माथिदेखि आउँदै हुनुहुन्छ हामी चाहिँ अब एकछिन अब ओह्रालोमा यही भएको मेरो चाहिँ टक्क अब ओह्रालोमा
जाने ए अब बाटोको भिडियो चाहिँ गराउन पाइन्न अब ठाउँ ठाउँको एरियाको भिडियो गराउँला त्यही हामी चाहिँ अब घर आइपुगेका छौँ अब हामी आइसक्यौँ दहताल भन्ने यो डाँडा पारी यो देखेको डाँडो हो यो होइन को यही त हो उयो डाँडोभन्दा माथि हो हामीले त्यहाँ पुगेर आएको ऊ त बाटो हो नि त हल्का फुल्का देखेको बाटो त्यही बिचमा छ त्यो डाँडा र यो डाँडाको बिचमा छ दहताल त्यहाँदेखि यहाँ चाहिँ अहिले लगभग हामी 5 बजीतिर आइपुगेका थियौँ यो चाहिँ हाम्रो घर हो बाई बाई लास्ट अब यहीसम्म यतिसम्म हो आजको ब्लग चाहिँ बाई बाई टाटा आसियो